एमाले उपाध्यक्ष विष्णु पौडेल परे लगत्तै अहिले एमालेका कार्यकर्ता र एमालेका झोलेहरूले एमालेको उपाध्यक्ष विष्णु पौडेलमाथि प्रतिशोध साधियो भनेर चाहिँ सामाजिक सञ्जालमा निकै विरोध प्रदर्शन गरेको देखिन्छ। कुनै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई सुतिरहेको बेला बेडमै बुट बजार्दै गएर अन्तिम इच्छा सोध्ने र सोध्न लगाउने एमाले पार्टीका झोलेहरू र एमाले पार्टीका भरौटेहरूले त्यो दिन रविलाई रातारात एक ठाउँबाट अर्को ठाउँ सार्दै गर्दाखेरि तिमीहरूले प्रतिशोध साधेको देखिएन। तिमीहरूले गरेको कर्मकाण्डको भोगाई भोगिरहँदाखेरि तिमीहरूलाई प्रतिशोध साधेको भनिन्छ। बिना स्रोतको धन देखिए लगत एमालेका उपाध्यक्षको केस गम्भीर भएको देखिएको छ। एमालेका उपाध्यक्ष विष्णु पौडेलले यतिसम्म भ्रष्टाचार गर्न एमाले अध्यक्ष केपी ओलीको झन् कति होला। सबैको सम्पत्ति सार्वजनिक सबैको छानबिन गरेर यिनीहरूलाई जति सक्दो छिटो कारबाहीको कठघरामा ल्याएर जेलको चिसो कुनामा कोट्नुपर्ने आवश्यक देखिएको छ। यिनीहरूले गर्दा देशलाई विकास र उन्नति हुनबाट वञ्चित गराएको एमाले र एमालेभन्दा कडा कारबाही गरियोस्।